किन डिसीलाई चाहिँ आज लगेर चाहिँ ठोक्नै पर्ला त्यो त माथिबाट चढेर डाँडो हुन्छ अनि गर्न मन लाग्छ आफूलाई पनि के हुनाले त गरौँ यस्तरी बसिरह भनेर होइन अनि पछि त्यो गर्ने बेलामा चाहिँ चाको छेउमा मोबाइल लगेर राख्नु ल अडियो ल डिसी डिसी भन्नु न चाको छेउमा लगेर राख्नु ल मोबाइल अडियो कल बोल्दैन त ओके खोइ त कमेन्टै यहाँ चाहिँ ओके भनिसक्नु यहाँ हुनुहुन्छ ऊ त गएर ओके भन्नुहुन्छ यता मैले हेर्नु परेन देख्नु परेन ओके ए अब दिदीलाई भनिसकेपछि अब बहिनी आफै विचार गर न विचार बुझ न त्यहाँ साली डिसी एकदमै मलाई खरो पल्टिसक्यो है अब त म बोल्दिनँ यार अति बोले जस्तो लाग्यो ए अहिले मात्रै त्यस्तो लाग्दैछ यिनीहरूले खालि बिहान बिहान यसो हेर्नुपर्छ दौडाउँछ यार भिडियो अघि कति दौडाउँछ तर दौडाए पनि मलाई मतलब छैन त्यो त मलाई यति पनि प्रब्लम छैन होइन दौडाओस् मलाई झन् रमाइलो लाग्छ अर्को यहाँ साली छ फेरि ऊ पनि अब अडियो सुनेर छोड्ने अरे भने क्विन मगर मलाई चाहिँ होइन त्यो अब गर्ने बेलामा चाहिँ त्यो माल झार्ने बेलामा त एकदम बेसरी समाउँछ नि त बुढाबुढीले माल दुईजनाको झर्न लाग्ने बेलामा यसरी चाहिँ त्यो केटा अलिकति उठ्न लाग्यो भने माया कसम छोड्दैन कि केटीले फेरि कम्मरमा समाएर झुन्डिन्छ घाँटीमा समाएर झुन्डिन्छ होइन त्यतिखेर चाहिँ चाकको छेउमा मोबाइल राख्नु पऱ्यो क्या अडियो कल अब राख्ने अरे त ओ भेनाजु बोल्नु त डिसी भेनाजु डिसी डार्लिङ भन्दैन त यो मोबाइल अब होला कहीँबाट सालीलाई पनि लैजाउँ न त डिसी दुईजना सक्नुहुन्छ कि हुन्न सालीलाई पनि अब हेट म त अर्काको सामान त चाहिँदैन है मलाई त्यो बस आवाज मात्रै सुनाइदियो क्या मलाई आवाज मात्रै अब दिदी कहिले काहीँ बिरामी होला सुत्केरी हुँदाखेरि अब यो सालीले अनि अब चिसो तातो खानुपर्छ भन्नु पर्दैन त भेना हेर्नु परेन त स्याहार सुसार सालीको काम होइन त मैले कति भेनाले चिकेको देखेको छु त्यही भएर सालीलाई म त अब मैले अब चिक्यो भने चिक्यो नि अब हैट म त सक्दिनँ कसले गर्यो भन्दा भेनाले गर्यो भेना मोटो छ म त सक्दिनँ तिमी चाहिँ कुन छ अब यो पातली हो होइन हामी मोटो मान्छेको त पुति सानो हुन्छ नि अब त्यसमा त ठोक्नु मजा हुन्छ त नि डिसीको लाडो सानो छ भनेको तपाईँले त्यहाँ मान्छे हेर्नु न कत्रो छ मलाई त्यही त मन परेको त भयो त नि हो अनि ठाउँको ठाउँ ढलिहाल्छ नि मान्छे मलाई आँखासँग फर्किने गरिदियोस् न त नि बिस्तारै बिस्तारै भइहाल्छ नि किन गरेको राजा आएपछि त भइहाल्छ नि मेरो ढाक्यो क्या मेरो मोबाइल पछाडि छ मन पर्यो बटरफ्लाईलाई ओके बटरफ्लाईलाई मन्डेट मन पर्यो अरे ए मलाई चाहिँदैन त्यस्तो गरिबहरू गरिब होइन हौ धनी नै हो र अनि म ठिक छु म आफै पालेछु आफै खाछु आफै लाछु मलाई त कसैको धन सम्पत्ति पनि चाहिँदैन मलाई बस चिक्नलाई मात्रै चाहियो चिकेपछि आज चिकेपछि भोलिको चिन्दिनँ म त फेरि गरिब भन्छ अरे हनी बोय पागल नि रे ए यो बो त्यो यो हो असारे हो त्यो ए माछिक्ने यो असारे हो यो रोन्डोले त मै पुरै लाडो देखाएछ वे असारेको लाडो रहेछ नि केटीको त छोपेको छ नि त केटीको त छोपेछ होइन भिडियो यसले चाहिँ लत्तै लाडो यति लामो
केटीले चाहिँ धन्न छोपेछ त्यो थुक्का रे ए माछाले दिएको थुक्का कसम मम्मी कसम अहिले आइडी ब्यान हुन्छ भन्नु मात्रै हो यहाँ छ तेरो भिडियो मम्मी कसम मलाई पनि हिजो के भन्दै थियो अनि कसम होइन तैँले पुरा त्यो बेडमा जानुभन्दा अगाडि लाडो देखाएको हो म त कस्तो लाडो देखाएर अनि केटीसँग खोइ के बोल्दै बेडमा अनि यसरी फोन यसरी राख्दै बोल्दै थियो हामी थाहा छैन छैन रे तेरो बारेको छैन हो है हो हो मैले पनि हेरेँ यो मलाई होइन तँ मलाई नम्बर दे असारे तेरो हो कि होइन त्यहाँबाट थाहा हुन्छ ओए असारे हो मलाई यो मान्छेले यो मेरो लाइफ खोल्दाखेरि मेरो लाइफमा फेसमा आएर बोलेको छ क्या मैले फेस खोलेर देखाउनु भन्दा देखाएको छ क्या असारे हो मैले चिनेको हो किन मेरो फेस बिगार्छ कि कहिले चुकी लगाएर कहिले बेलुन फुलाएर यसो मुखमा लाडो हाल्यो भने कस्तो हुन्छ होला भनेर मलाई त्यस्तो गरेको भाइ छ्याउ मुखमा राख्दाखेरि केही